हेलो हेलो नमस्कार सबै साथीहरूलाई नमस्कार मेरो भ्लगमा आज पनि सबैलाई स्वागत गरिरहेको कि आज हामी थपदर क्याम्पसमा चाहिँ हामी क्लास सकेर चाहिँ घाम तापेर बसिरहेका छौँ। सबै साथीहरू कुरा गरिरहनु भएको छ। खै ट्याक्टरहरू अड्क्यो नि त गरौँ न कुरा त्यसैको लागि चाहिँ मैले भ्लग बनाएको। अनि यो भ्लग चाहिँ कहाँ टिकटकमा अपलोड हुन्छ होइन युट्युबमा अपलोड हुन्छ। फेरि युट्युबमा हेर्नु अपलोड हुँदाखेरि एकदम भ्यू चाहिँ 5000 कट्नु पऱ्यो। लाइक टार्गेट हाम्रो चाहिँ 200 अनि त्यसपछि कमेन्ट टार्गेट हाम्रो चाहिँ 20 हुन्छ। ल अहिलेको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा यसो हल्का जानकारी समसामयिक राजनीतिक घटनाक्रममा म के भन्छु भन्दाखेरि म चाहिँ पुरानो 3 पार्टीमध्ये एउटा पार्टीको हो। तर म चाहिँ के भन्छु भन्दाखेरि शेरबहादुर केजेली यस्ता यस्ता फटाहरू रमेश लेखकहरू यिनीहरू चुनावमा नआएको राम्रो, आयो भने चाहिँ हराइदिँदा राम्रो। रासोपा भनेर फेरि अब झोला बोक्ने काम नगरौँ, जसको पनि झोला बोक्ने काम बन्द गरिदिउँ। अब क्लासको कुरा गरौँ। क्लासको कुरा गर्दाखेरि के भन्छु भन्दाखेरि चाहिँ म के भन्छु भन्दाखेरि पहिला चाहिँ करियर इम्पोर्टेन्ट हो। करियर सकेपछि मात्रै राजनीति हो। भनेपछि तपाईँ चाहिँ अहिले विद्यार्थी राजनीतिमा चाहिँ कुनै दलसँग आबद्ध हुनुहुन्न? कुनै विद्यार्थी राजनीति हुनै नहुनुपर्ने भन्ने कुरामा म चाहिँ आइसकेको मान्छे हो। फर्स्ट आफ्नो करियर हो, सेकेन्ड भनेको पैसा कमाउनु हो, थर्ड भनेको राजनीति हो। पैसा पनि एकदम सफा पैसा हुनुपर्छ। ल ठिक छ उहाँको भयो होइन। अब हाम्रो यता हाम्रो राहुल साथीहरूको बारेमा ल के छ अहिलेको पछिल्लो घटनाक्रम तिम्रो के घटिरहेछ? केही घटेको छैन हो जिन्दगीमा, स्ट्रगल चल्दैछ। केही एचिभमेन्ट केही छैन, ब्याचलर नि सकेको छैन। अब के गर्ने भइरहेछ त अहिले पछिल्लो क्रम होइन। अब नेपालमा फागुन 21 गते चुनाव आउँदैछ भन्दैछ होइन। अब तिम्रो निर्वाचन क्षेत्र भन्नाले तिमीले भोट हाल्ने कताबाट हो? हामी भनेको क्षेत्र नम्बर 4 बाट होइन। कुन जिल्ला? रौतहट जिल्ला क्षेत्र नम्बर 4 मा हो भने अहिले भन्छ तिमी अब कसलाई भोट हाल्छौ? हामी आजपालाई दिन्छौँ, प्रभु शाहको पार्टीलाई। आम जनता पार्टी। ए अनि यत्रो युवा भएर नि अहिलेको नयाँ होइन, अब सबै नयाँ अनुहार आइरहेका पार्टीहरू जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, यस्ता पार्टीहरू आजपाको जुन लड्ने मान्छे हो नि त्यो मेरो क्लासमेट हो के। त्यस्तो अब आफ्नो मान्छे होइन नि। अहिले त राम्रो मान्छेलाई भोट दिनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भोट दिनुहोस् होइन। आफ्नो बुवा आमालाई सिकाउनु पऱ्यो, गाउँघरतिर पनि फैलाउनु पऱ्यो। तिमी हामी जतिको युवाले पनि त्यस्तो पुरानो दल, त्यो पुरानो नेता केही काम नगर्ने भ्रष्ट नेतालाई भोट हाल्छ भनेर हुन्छ त अहिलेको जमाना नि? होइन, त्यसमा नि नयाँ उम्मेदवारहरू छन् के। आजपामा पनि प्रभु शाह नै छैन, नयाँ उम्मेदवारहरू, इनर्जेटिक उम्मेदवारहरू पनि छन्। ए मान्छे काम गर्ने खालका छन्, काम गर्ने खालका छन्। ठिक छ, अच्छा छ। अब हाम्रो अर्को राहुल साथी हुनुहुन्छ। उहाँको के छ धारणा अहिलेको पछिल्लो नेपालको राजनीतिक घटनाक्रम एवं देशको समसामयिक विषयको बारेमा थोरै केही आफ्नो भनाइहरू राखिदिनु हुनु म राहुल साथीलाई। मेरो चाहिँ कुरो के भन्दाखेरि चाहिँ अब यसपालि चाहिँ अब राम्रै पार्टीले जित्ला होइन। नयाँ पार्टी जोस जागरले आउला। पुराना दलहरूलाई चाहिँ जसोसम्म चाहिँ अब आराम गर्नको लागि घरमा राख्न सक्छन् होइन। अब नयाँ पार्टीले देश चलाउनुपर्छ, युवाहरूको लागि रोजगारी देशमै हुनुपर्छ भन्ने हो। त्यही भएर जति सक्दो हुन्छ नयाँ पार्टीलाई नै भोट दिने हो होइन। आफूले चिनेर जानेर भनेपछि हाम्रो साथीको नयाँ पार्टीलाई नै भोट हाल्नु भन्ने राय रहेको छ। अहिले पछिल्लो क्रममा हाम्रो बालेन शाह र रवि लामिछाने चाहिँ मिल्नु भएको छ होइन। उहाँले अब बालेन शाह चाहिँ रासोपाको वरिष्ठ नेताको रूपमा आउनुभएको छ। अब उहाँ दुईजनाको मेलमिलापले चाहिँ नेपालको राजनीतिमा कस्तो चाहिँ तरङ्ग ल्याउला अथवा कस्तो चाहिँ परिवर्तन ल्याउला भन्ने तिम्रो विचारमा चाहिँ के छ? अब नयाँले बहुमत ल्याउन सक्ला के छ? दुवैजना चाहिँ मिलेर चाहिँ गयो भने चाहिँ केही परिवर्तन हुनसक्छ। तर बिचैमा केही विभेद भएर चाहिँ अब पार्टी नै छुटिन पनि सक्छ होइन। त्यसैले चाहिँ अब मिलेर जानुपर्छ भन्ने चाहिँ मेरो धारणा हो। मिलेर गयो भने केही न केही त अवश्य परिवर्तन हुन्छ। भनेपछि मिलेर गयो भने बहुमत आउँछ भन्ने तिम्रो भनाइ? एकदम युवाले चाह्यो भने जे पनि हुनसक्छ। हो, सही हो। ल अब हामी यसपछि हाम्रो मिश्र छ के हाम्रो मिश्र साथीको चाहिँ उहाँ चाहिँ अलि बढी विश्लेषण गर्नुहुन्छ राजनीतिको बारेमा। म चाहिँ के भन्छु भन्दाखेरि यो राजनीति त्यति फोकस गर्नुपर्ने कुरा होइन। पहिला पनि नेकपा बनेको हो, 2टा पाइलट, अब 2टा मोटरसाइकल चलाउने केहरू सबै हुत्तिएर यता उता भागे हो। बालेन शाह र रवि लामिछाने नफुट्नु होला, 40 फिट आएको 20 नपार्नु होला। भनेपछि हजुरको विचारमा चाहिँ अहिले यो नयाँ भनिएको जुन चाहिँ रासोपामा रवि लामिछाने र बालेन शाहको चाहिँ जुन
एकरूपता भएर आउनुभएको छ। उहाँले चाहिँ पार्टीलाई अब बहुमत ल्याउन सकिन्छ भनेर त्यो जस्तो अहिले भाषण गरिरहनु भएको छ। बहुमत त नेपालमा मरिगयो नि, कसैको आउँदैन। त्यो गगन थापा होस्, त्यो अब रवि लामिछाने होस्, त्यो नेपालमा जुनसुकै छाने होस्, हर्क साम्बाङ पनि किन नहोस्, त्यो अब लाइकमा बहुमत आउला, लाइक बाहिर अब त्यो संसदमा चुनावमा बहुमत आउने कुरा हुने होइन। ल भनेपछि बहुमत चाहिँ कसैले ल्याउन सक्दैन भन्ने उहाँको चाहिँ धारणा रह्यो। अनि पछिल्लो घटनाक्रममा जुन चाहिँ यो नेपाली कङ्ग्रेस चाहिँ अहिले फुटेर शेरबहादुर देउवाकोलाई चाहिँ रिप्लेस गरेर हाम्रो गगन थापा चाहिँ सभापति बन्नुभएको छ। हजुरको विचारमा चाहिँ यो चाहिँ कतिको चाहिँ संविधान सम्मत हो अथवा यो कतिको संविधान सम्मत भन्दा पनि समय सम्मत हो। समय सम्मत किन हो भन्दाखेरि भोलिको दिनमा रवि लामिछाने अटोक्रेटिक हुन थाल्यो भने उनकै पार्टीमा पनि विद्रोह हुनको लागि यो बाटो खोलेको छ। राजनीति गर्ने मान्छेले त्यतिकोसम्मको विद्रोह गर्न सक्नुपर्छ अनि त्यहीँबाट चेन्ज आउने हो। न लिक्वान भन्यो, अब लिक्वानले अब फेरि देशलाई सिङ्गापुरबाट मलेसियाबाट फेरि सिङ्गापुरमा मर्ज अनमर्ज सबै गरेकै हुन्। राम्रो पक्ष मात्रै हेर्दाखेरि नेताको नराम्रो पक्ष बिर्सिनु हुँदैन। भनेपछि अहिले नेपाली काङ्ग्रेसमा गगन थापा सभापति बनेपछि चाहिँ हाम्रो अहिले सम्पूर्ण यो जुन जेन्जी विद्रोह भएको थियो, जेन्जी विद्रोह हुँदाखेरि जुन जेन्जीहरूको माग थियो त्यसलाई पनि सम्बोधन हुन्छ भन्ने चाहिँ हामी पूर्ण विश्वास गर्न सक्छौँ होइन। त्यो सम्बोधन हुने नहुने कुरा हुँदैन। देशमा लोकतन्त्र छ। लोकतन्त्र हुँदाखेरि एउटा प्रधानमन्त्री हुन्छ, एउटा प्रतिपक्षी दलको नेता हुन्छ। प्रतिपक्षी दलकै नेता भए पनि एकदम स्ट्रङ हुनुपर्छ, त्यो मेरो कुरा हो। अनि बहुमतमा आएपछि अब कहिले अब गगन थापा प्रधानमन्त्री बन्ला, कहिले बालेन बन्ला, कहिले रवि बन्ला, यो पार्टी फुट्ला, त्यो पार्टी जुट्ला, त्यो कुरा चाहिँ चलिराख्ने कुरा हो। तर देशको विकास रुक्नु हुँदैन। अनि शेरबहादुर केपी ओली जस्तो चाहिँ अब जे मन लाग्यो त्यसै गर्नु भएन। ल ठिक छ। अब हामी यसपछि हाम्रो अर्को साथी हाम्रो यमनजीसँग बुझिदिनेछौँ उहाँको चाहिँ धारणा के रहेको छ अहिले समसामयिक देशको राजनीतिक अवस्था अथवा देशको पछिल्लो घटनाक्रमको बारेमा। उहाँ चाहिँ अब खासै राजनीतिप्रति खासै विश्वास त गर्नुहुन्न होइन। अब तैपनि अब जुनसुकै देश पनि एउटा तन्त्र अथवा कानुन अथवा कुनै राजनीतिक घटनाक्रम राजनीतिक त अब त्यहाँ भइहाल्छ होइन। बिना अब राजनीति अथवा बिना कुनै सरकार कुनै देश पनि चलेको त छैन। त्यही भएर हामीले कुनै न कुनै पार्टी अथवा कुनै न कुनै राम्रोलाई चाहिँ हामीले समर्थन गर्नुपर्ने हुन्छ। हामीले परिवर्तनको लागि भोट हाल्नै पर्ने हुन्छ। ल हजुरको विचारमा के छ? जसले जे भने पनि यसपालि चेन्ज चाहिँ हुनैपर्छ क्या, हुनैपर्छ। किन भन्दाखेरि अब हामी जस्तो युवाले होइन राम्रो मान्छेलाई नयाँ पार्टीलाई भोट नहाले कसले हाल्छ? हामीले त धेरै यो हुन्छ नि मन त त्यो उयो कि हाम्रो त जीवनकालको एउटा यत्रो आन्दोलन भएको छ कि त्यत्रो टाउको गोली हानेको छ होइन। यो सबै अब लुसिफर त भन्दा त एउटा उयोमा विदेशी दलाल भन्दा त बेग्लै कुरा हो होइन। तर यत्रो भएको छ होइन, यो हामीले हेर्न पाएको छौँ, त्यो दर्शन गर्न पाएको छौँ क्या। त्यसमा हामीले भोट हाल्दा चेन्ज गर्न हामीले मौका पाएको छौँ। त्यही भएर यो मौका चाहिँ गुमाउनु भएन होइन। राम्रो मान्छेलाई भोट हाल्नुपर्छ। त्यो राम्रो मान्छे भनेकै रासोपा हो क्या यसपालि। बालेन शाह र रवि लामिछाने। म त अब बाहिर जाने हो, मेरो त 100% होइन। तर अब तिमी जस्तो देशमै केही गर्ने अनि यो मिश्रा जस्तो हाम्रो राहुल लोनियर गुप्ताहरू जस्तो देशमा गर्ने मान्छेले देशमा चाहिँ मजाले होइन आनन्दले सुखी साथ बस्न पाउनु। त्यो पैसा मात्रै ठुलो कुरा होइन नि त। आनन्दले घर परिवारमा होइन त्यो पनि एउटा उयो हो क्या। मान्छेको लिभिङ स्ट्यान्डर्डको पनि कति हो क्या। त्यो पैसाले पनि जित्न सक्दैन त्यसलाई, बुझेनौ? उनीहरू खुसी भएर चाहिँ उनीहरू पनि पछि हामी जस्तै बाहिर चाहिँ नजानु परोस्। त्यही चाहिँ मेरो वान अफ द हुन्छ नि राम्रो सरकार आयो भने यहीँ बस्न पाओस् क्या, यहीँ बिजनेस गर्न पाओस्। राहुल लोनियरको होइन, राहुल गुप्ताले त्यही अनुसारको कन्सल्टेन्सी खोल्न पाओस् होइन, त्यही अनुसारको ठुलो तहको इन्जिनियर होस् होइन, खुसी साथ बस्न पाओस्। उनीहरू चाहिँ यसरी हामी जस्तो अब हाम्रो त लिङ्क छैन नेपालमा। अब अलिकति अब गर्नै पर्ने भएर मात्रै हो। उनीहरू चाहिँ जान नपरोस् होइन। यस्तो यस्तो ट्यालेन्टेड ब्रिलियन्ट माइन्ड्सहरू होइन। त्यही भन्नको लागि तिम्रो चाहिँ चेन्ज गर्नुपर्छ। भोट हाल्ने निर्वाचन क्षेत्र धरानमा होइन, अर्को साम्बाङ भनेपछि अहिले हर्क साम्बाङ उठ्नु भएको छ होइन। मलाई त त्यस्तो क्रेज त थाहा छैन। तैपनि राई लिम्बू त्यहाँ धेर छन्, अब जातिवाद जिताउन सक्छ होला भने। अनि पहिले पनि त्यसो जिताएको। तर छेत्री बाबु जस्तै मेरो ड्याडीहरू चाहिँ अब घन्टी छ होइन, उनीहरूले चाहिँ अब रासोपालाई नै हाल्ने भन्ने छ कि। जता जे भने पनि रासोपाको माहौल चाहिँ अति तातिएको छ। उनीहरूले 138 त समानुपातिको प्रतिशत गरेर 138 त 100% उहाँले किन लेखेर दिन्छ। भनेपछि योपालि बहुमत रासोपाले ल्याउँछ क्या। 138 ल्याओस् ठ्याक्कै होइन, सक्यो क्या त्यति भन्दा। 140-140 ल्यायो, अरू ल्याउनु पर्दैन क्या। त्यो चाहिँ 5 वर्ष ढुक्क चलायो नि त। कसैको लफडा भएन। देखौँ हेरौँ न यिनीहरूको पनि कति हेर्नु त। काङ्ग्रेसको त्यो माओवादीको एउटा विधि विधान केही छैन होइन। काङ्ग्रेस माओवादीसँग कसरी मिल्न सक्छ होला? उनीहरूको कम्युनिस्ट कसरी मिल्छ होला क्या?
मिल्दैन कसरी मिल्छ होला त्यो विचारै मिल्दैन नि होइन कसरी मिल्यो होला तिनीहरू त सबै यो विचार मिल्दैन स्वार्थ भागभन्डा आफ्नो राजनीतिक स्वार्थको लागि स्वार्थको मिलेका लागि हो क्या हो 2-4 महिना मिल्छन् अनि आफ्नो स्वार्थ पुरा भएपछि मिल्दैन। विधि विधानै छैन यता। के विधि विधान विधानै छैन। के को कम्युनिस्ट यस्तो नि कम्युनिस्ट हुन्छ होइन त्यही भएर यिनीहरूको काम छैन ल भनेपछि ल उहाँको पनि नयाँलाई नै भोट हाल्नुपर्छ नयाँलाई नै हाम्रो देशको अवधिको चाहिँ नेतृत्व सुम्पिनुपर्छ भन्ने उहाँको पनि भनाइरहेको छ। अब सम्पूर्ण साथीहरू प्रायः अब नयाँ छ। अब हाम्रो मिलन रिजाल साथी हुनुहुन्छ उहाँको पनि केही चाहिँ भनाइहरू राखौँ। हेलो नमस्ते म चाहिँ मिलन रिजाल मेरो चाहिँ क्षेत्र चाहिँ धादिङ क्षेत्र नम्बर 2 पर्छ त्यहाँबाट चाहिँ अब धेरै नै हुनुहुन्छ ल भन नि त अब तिम्रो क्वेसन चाहियो नि त नि भन्नु अब क्वेसन के भन्दाखेरि अहिले सबैले सोध्दै आएको प्रश्न त्यही नै हो। अहिले पछिल्लो नेपालको राजनीतिक घटनाक्रम तथा अहिले रासोपा चाहिँ एकजुट भएर होइन जुन हिसाबले नेपालमा अहिले चहल पहल छ रासोपाको होइन अब धेरैले बहुमत ल्याउँछन् पनि भनिरहेछन्। अब तिम्रो क्षेत्र कता हो तिमीले भोट हाल्ने कता हो त्यता रासोपाको माहौल कस्तो छ अथवा सँगसँगै अहिले पछिल्लो नेपालको राजनीतिक घटनाक्रमको बारेमा नि यसो 2-4 शब्द केही भनिदेऊ। अहिले अब यो जेनजीको विद्रोह भदौको 23 र 24 गतेको विद्रोहपछि चाहिँ प्राय मान्छेहरूले पुराना पार्टीमा विश्वास गर्न चाहिँ अहिले छोडिसकेका छन्। अब प्राय युवाहरू चाहिँ अब नयाँ खोजीको लागि किनकि अब धेरै भइसक्यो त्यही अब काङ्ग्रेसलाई भोट हालेको त्यही हैँसीमा भोट हालेको तारामा भोट हालेको धेरै भइसक्यो त्यही भएर नि अब मान्छेले नयाँ चाहिरहेछन्। त्यसको लागि चाहिँ अहिले नयाँ विकल्प भनेको अहिले जस्तै उहाँले साथीले भने जस्तै अहिले रासोपा राष्ट्रिय स्वतन्त्र पार्टी मेयर बालेन्द्र शाह के अरे पूर्व मेयर बालेन्द्र शाह र अनि पूर्व सञ्चारकर्मी रवि लामिछानेको एकजुट भइसकेपछि त्यो पार्टी झन् अहिले बलियो भनेको छ। अनि त्यस्तै अहिले हाम्रो उज्यालो नेपाल पार्टी पनि छन्। अब त्यस्तै छ अहिले अहिले चाहिँ माहौल अलिकति मेरो विचारमा चाहिँ घन्टीकै भोट आउँछ जस्तो लाग्छ मलाई। म अरू त भन्न सक्दिनँ समानुपातिकमा चाहिँ बहुमत चाहिँ सबभन्दा धेरै भोट चाहिँ घन्टीकै आउँछ यसमा। भनेपछि घन्टीकै आउँछ। अनि धादिङतिरको माहौल कस्तो छ त? धादिङतिर यस्तो छ धादिङतिर चाहिँ अब धादिङमा नि माहौल चाहिँ घन्टीकै माहौल छ। मेरो विचारमा धादिङमा नि घन्टीले जित्छ। धादिङमा पनि घन्टीले जित्छ होइन त? धादिङ क्षेत्रमा एकवटा आशिका तामाङ झन् हाम्रो समाजसेवी दिदी हुनुहुन्छ त्यही भएर नि जित्ने माहौल धेरै राम्रो छ घन्टीमा। म सम्पूर्ण हाम्रो भ्युअर्सहरूलाई के भन्न चाहन्छु भने सकिन्छ प्रत्यक्षमा नै हाल्नुहोस् घन्टीमा। यदि सकिन्न भने चाहिँ समानुपातिकमा चाहिँ घन्टीमा भोट दिनुहोस्। मेरो आग्रह मेरो विनम्र आग्रह चाहिँ त्यही छ। सकिन्छ प्रत्यक्षमा दिनुहोस् सकिन्न समानुपातिकमा चाहिँ घन्टीमै भोट हालिदिनुहोस्। ल ठिक छ हाम्रो साथीको भनाइ पनि राखियो। ल अब त्यस्तै हो होइन। अब पछिल्लो अब भोट फागुन 21 गते निर्वाचन रहेको छ। हाम्रालाई भन्दा राम्रालाई जिताउँ आफ्नो विवेक प्रयोग गरौँ भोट हाल्दा फेरि। त्यही हो अब अर्को भिडियोमा भेटौँ ल। अहिलेको लागि चाहिँ यति गरे है साथीहरू। हामी चाहिँ अहिले थापातली क्याम्पसमा छ। हाम्रो क्याम्पस चाहिँ बिदा भइसकेको छ। यसो घाम तारेर बसिरहेको छ हेर्न सक्नुहुन्छ। हस् आजलाई यति गरे।